88 वर्षदेखि अनसुल्झिएको रहस्य अमेलियास एयरहार्ट आखिर कहाँ हराइन्? नमस्कार दर्शक महानुभावहरू, आज हामी इतिहासको एउटा यस्तो रहस्यबारे चर्चा गर्दैछौँ जसले करिब 9 दशकदेखि विश्वभरका अनुसन्धानकर्ताहरूलाई सोच्न बाध्य बनाइरहेको छ। सन् 1937 मा विश्व प्रसिद्ध अमेरिकी महिला पाइलट अमेलिया एयरहार्ट पृथ्वीको परिक्रमा गर्ने ऐतिहासिक अभियानमा निस्केकी थिइन्। तर यात्रा पुरा हुन केही दिन बाँकी रहँदा उनी चढेको विमान अचानक सम्पर्कविहीन भयो। त्यसपछि सुरु भयो खोजी, अनुसन्धान र अनेकौं अनुमान, तर आजसम्म एउटा प्रश्नको उत्तर भेटिएको छैन। अमेलिया एयरहार्ट आखिर कहाँ हराइन्? अमेलिया एयरहार्ट को थिइन् त? अमेलिया एयरहार्ट अमेरिकी साहसी महिला पाइलट थिइन्। उनी सन् 1932 मा एक्लै अटलान्टिक महासागर पार गर्ने पहिलो महिला बनेर विश्वभर चर्चित भएकी थिइन्। त्यो उपलब्धिपछि उनले धेरै नयाँ कीर्तिमान बनाए र महिलाहरू पनि उड्डयन क्षेत्रमा पुरुष सरह सफल हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरिन्। त्यसपछि उनले आफ्नो जीवनकै सबैभन्दा ठूलो सपना पूरा गर्ने निर्णय गरिन्, विमानबाट पृथ्वीको परिक्रमा गर्ने। यसका लागि उनले अनुभवी नेभिगेटर्स फ्रेड नुनान्ससँग यात्रा सुरु गरिन्। उनीहरू हजारौं किलोमिटरको यात्रा सफलतापूर्वक पूरा गर्ने अन्तिम चरणतिर पुगेका थिए। उनको अन्तिम उडान सन् 1937 जुलाई 2 मा उनीहरू न्यू गिनीबाट उडे। गन्तव्य थियो प्रशान्त महासागरको बीचमा रहेको सानो हाउल्यान्ड टापु, जहाँ इन्डन भनेर अर्को उडान गर्ने योजना थियो। तर प्रशान्त महासागर विशाल थियो, टापु निकै सानो भएकोले त्यसलाई भेटाउन कठिन थियो। उडानका क्रमसम्म अमेलिया रेडियो मार्फत आफ्नो टोलीलाई सन्देश पठाइन्। उनले इन्धन कम हुँदै गएको र आफूहरू टापु नजिक भए पनि टेक्न नसकेको जानकारी दिइन्। केही समयपछि कमजोर रेडियो सिग्नल आयो। अचानक सम्पर्क पूर्ण रूपमा टुट्यो। त्यो नै उनको अन्तिम पुष्टि भएको सन्देश बन्यो। खोजी अभियानमा के भयो त? सम्पर्क टुटेपछि अमेरिकी सरकारले तत्काल ठूलो खोजी अभियान सुरु गर्यो। जहाज, सैन्य विमान र सयौं उद्धारकर्मीलाई प्रशान्त महासागरमा परिचालन गरियो। त्यो समयको हिसाबले यो संसारकै सबैभन्दा महँगो र ठूलो खोजी अभियानमध्ये एक थियो। दिनौंसम्म खोजी गर्दा पनि विमानको कुनै अवशेष भेटिएन। अमेलिया एयरहार्ट र फ्रेन्च नुनान्स दुवै बेपत्ता नै रहे। मुख्य सिद्धान्तहरू के थिए त? यस घटनाबारे आजसम्म सिद्धान्त प्रस्तुत गरिएका छन्। पहिलो सिद्धान्त अनुसार विमानको इन्धन सकिएपछि समुद्र दुर्घटना भयो। धेरै अनुसन्धानकर्ताले यही सम्भावना सबैभन्दा बलियो मान्छन्। दोस्रो सिद्धान्त अनुसार उनीहरू कुनै निर्जन टापुमा आपतकालीन अवतरण गर्न सफल भए, तर उद्धार नपाएर त्यही मृत्यु भयो। केही अनुसन्धान टोलीहरूले त्यो टापुमा मानव गतिविधिका सम्भावित सङ्केतहरू फेला परेको बताएका छन्, तर निर्णायक प्रमाण भेटिएको छैन। र तेस्रो सिद्धान्त अझ विवादास्पद छ। केहीले उनीहरू जापानी सेनाको नियन्त्रणमा परेका हुन् भन्ने दाबी गरेका छन्, तर यो दाबी पुष्टि गर्ने विश्वसनीय प्रमाण अहिलेसम्म सार्वजनिक भएको छैन। समापन करिब 9 दशक बितिसक्दा पनि अमेलिया एयरहार्टको अन्तिम यात्रा रहस्यमय छ। नयाँ प्रविधिले समुद्रको गहिराईमा खोजी जारी राखेको छ, तर अहिलेसम्म उनको विमान वा अन्तिम अवस्थाबारे निश्चित प्रमाण भेटिएको छैन।